साथीहरू नमस्कार। फेरि पनि म आज नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको हाम्रो यस भिडियोको टपिक रहेको छ कक्षा 8 को गत सालको साइन्स सब्जेक्टको 2081 सालको काठमाडौँमा आएको पेपरको सोलुसन लिएर म आजको यस भिडियोमा उपस्थित भइसकेको छु। साथीहरू ढिलो नगरी भिडियोलाई अगाडि बढाउँ। यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोला र बेल आइकनलाई क्लिक गरिदिनुहोला, जहाँबाट तपाईँले सजिलै मेरो युट्युबको नोटिफिकेसन पाउन सक्नुहुन्छ भने सल्लाह र सुझावको लागि र नयाँ नयाँ भिडियोको लागि तपाईँले मेरो युट्युबको भिडियोहरूमा कमेन्ट गर्न सक्नुहुन्छ। साथीहरू हामीहरूसँग 2081 साल साइन्स सब्जेक्टको काठमाडौँमा आएको पेपरको सोलुसनमा ग्रुप ए को क्वेसनमा रहेको छ मल्टिपल चोइस क्वेसन। मल्टिपल चोइस क्वेसनमा चाहिँ हाम्रो चाहिँ मल्टिपल चोइस क्वेसनहरू दिएको छ। त्यो मल्टिपल चोइसहरूको क्वेसनहरूको राइट एन्सर के हो भनेर हामीले हेर्न सक्छौँ। अब क्वेसन नम्बर 1 मा चाहिँ मल्टिपल चोइस क्वेसन रहेको छ। के भनेको छ त क्वेसनले, चुज द बेस्ट अल्टरनेटिभ अफ द फलोइङ क्वेसन एन्ड राइट इन द एन्सर सिट भनेको छ। तपाईँहरूले एन्सर सिटमा चाहिँ इक्जाममा सोल्भ गर्दाखेरि चाहिँ त्यसको एन्सर मात्रै लेख्दा भइहाल्छ है। मल्टिपल चोइस क्वेसनमा चाहिँ व्हिच एस्पेक्ट अफ द सस्टेनेबल डेभलपमेन्ट इम्फेसाइजेस पिस एन्ड जस्टिस भनेको मतलब कुनमा चाहिँ चिजलाई चाहिँ बढी महत्त्व दिएको छ त सस्टेनेबल डेभलपमेन्टले चाहिँ सोसियल, जसले चाहिँ कल्चरल र प्लस हाम्रो चाहिँ नेचरलाई दुइटैलाई बचाएर चाहिँ सोसियलमा चाहिँ एकदमै इम्फेसाइज चाहिँ गरेको छ। त्यसपछि त्यस्तै गरेर व्हिच एसेक्सुअल रिप्रोडक्सन इज सोन इन फिगर, यो भनेको अमिबा हो। अमिबामा चाहिँ के फिसन हुन्छ, बाइनरी फिसन हुन्छ, यो चिज त्यही हो, फिसन चाहिँ भएको छ। त्यसैले हामीले फिसनमा चाहिँ एन्सर लगाएका छौँ। त्यसपछि अ कार मेक वान कम्प्लिट रिभोल्युसन राउन्ड अ सर्कुलर फिल्ड इन दिस कन्डिसन व्हिच स्टेटमेन्ट इज ट्रु भनेपछि यसमा हामीलाई पहिलो सुरुमा दिएको स्टेटमेन्ट के रहेको छ, इट्स डिस्प्लेसमेन्ट इज इक्वल टु द पेरिमिटर अफ द सर्कुलर। डिस्प्लेसमेन्ट भनेको के हो त, एक्चुअल पार्ट ट्राभल नभएर सर्टेस्ट पार्ट ट्राभल चाहिँ हो। भनेपछि एउटा कम्प्लिट राउन्ड गर्दाखेरि चाहिँ त्यो चाहिँ पेरिमिटर भएन, त्यो चाहिँ त्यसको डिस्प्लेसमेन्ट चाहिँ 0 भयो। डिस्टेन्स भनेको एक्चुअल पार्ट कभर हो, तर डिस्प्लेसमेन्ट चाहिँ डिस्टेन्स र डिस्प्लेसमेन्ट कुनै पनि बेला बराबर हुन सक्दैन। त्यसैले अब यसको चाहिँ के हो त, एउटा कम्प्लिट राउन्ड गर्दाखेरि चाहिँ नि हाम्रो डिस्प्लेसमेन्ट इज द 0 चाहिँ भयो। त्यस्तै गरेर द डिस्प्लेसमेन्ट इज द ग्रेटर द्यान द डिस्टेन्स कभर बाई इट भनेपछि डिस्प्लेसमेन्ट चाहिँ यो पनि भएन। त्यसले राइट एन्सर चाहिँ के भयो त, डिस्प्लेसमेन्ट इज 0। डिस्प्लेसमेन्ट भनेको के हो त, सर्टेस्ट पाथ ट्राभल बाई अ बडी। अनि डिस्टेन्स भनेको के हो त, एक्चुअल पाथ ट्राभल बाई अ बडी। त्यसपछि हामीसँग यहाँ चाहिँ दिएको छ सिम्पल मेसिनको क्वेसन, हाउ मच इफोर्ट इज निड टु इफ लिफ्ट द लोड अफ 800 न्युटन टु द ब्यालेन्स द लिभर एज अ सोन इन फिगर। फिगरमा दिएको चिजमा चाहिँ 800 न्युटनको वेट भएको यति वेट भएको लोडलाई चाहिँ ब्यालेन्स गर्न कति इफोर्ट चाहिन्छ भनेको चाहिँ एल इन्टु एलडी इज इक्वल टु ई इन्टु इडी। एलडी चाहिँ हामीले एलडीको फुल फर्म लोड डिस्टेन्स र इडीको फुल फर्म इफोर्ट डिस्टेन्स। अब एल चाहिँ हामीलाई दिएको छ, एलडी पनि दिएको छ, एल र एलडी चाहिँ हामीलाई दिएको छ र हामीलाई इडी पनि दिएको छ। इडी पनि दिइसकेपछि अब हामीले क्यालकुलेसन गरेर के आयो त, यसमा चाहिँ तपाईँको इफोर्ट डिस्टेन्स कति छ, 1.5 मिटर छ। अनि लोड डिस्टेन्स चाहिँ 0.5 मिटर, लोड चाहिँ हामीसँग 800 न्युटन छ र सबैले क्यालकुलेसन गरेर हाम्रो चाहिँ के हो त 266.66 चाहिँ यसको एन्सर आयो। त्यस्तै गरेर अब ई नम्बरमा छ, विच अफ द फलोइङ इज द रिजन द्याट इट फ्लोट्स अन द सेचुरेटेड सोल्युसन अफ द साल्ट वाटर। सेचुरेटेड साल्ट वाटरमा चाहिँ इट किन फ्लोट हुन्छ भनेको छ, द डेन्सिटी अफ द साल्ट वाटर इज ग्रेटर द्यान द्याट अफ इक एन्ड इकमा चाहिँ भनेको मतलब त्यसको डेन्सिटी वाटरको साल्ट वाटरको डेन्सिटी के भइदिन्छ त, एउटा अन्डाको डेन्सिटी भन्दा चाहिँ बढी भइदिन्छ, त्यसैले त्यो चाहिँ फ्लट हुन्छ भनेर हामीले यसमा एन्सर लेख्यौँ। त्यसपछि अर्को छ, द इन्टेन्सिटी अफ अ साउन्ड ह्याभिङ अ हायर एम्प्लिच्युड इज मोर। अब भनेपछि इन्टेन्सिटी चाहिँ हायर एम्प्लिच्युड हुँदाखेरि चाहिँ नै इन्टेन्सिटी कति हुन्छ भनेको छ। भनेपछि अब यसको रिलेसन के छ त, आई इज डाइरेक्टली प्रोपोर्सनल टु द एम्प्लिच्युड अफ स्क्वायरको चाहिँ डाइरेक्टली प्रोपोर्सनल चाहिँ छ। भनेपछि त्यसको स्क्वायर इन्टेन्सिटी इज डाइरेक्टली प्रोपोर्सनल टु द स्क्वायर अफ इन्टेन्सिटी चाहिँ एम्प्लिच्युड चाहिँ हुने गर्छ। त्यस्तै गरेर विच अफ द फलोइङ फिगर्स गिभ्स द एभिडेन्स अफ द जियोम्याग्नेटिजमको एभिडेन्स चाहिँ यो फिगरले चाहिँ हामीलाई दिन्छ, जुन चाहिँ
नर्थ पोलमा चुम्बकको नर्थ पोल र अर्थको साउथ पोल आएर मिसिन्छ भनेपछि अनि त्यसपछि साउथ पोल चाहिँ नर्थ पोलमा गएर चाहिँ मिसिन्छ। त्यो चाहिँ के हो त जियोम्याग्नेटिजम चाहिँ हो। विच जियोलोजिकल टाइम रिप्रेजेन्ट द प्रेजेन्ट टाइम। प्रेजेन्ट टाइम कुन हो त सिनोजेक इरा चाहिँ हो। अहिले हामी जुन इरामा छ त्यो चाहिँ सिनोजेक इरा चाहिँ रहेको छ। त्यसपछि आई नम्बरमा छ विच अफ द फलोइङ स्टेटमेन्ट इज ट्रु रिगार्डिङ द क्यारेक्टरिस्टिक्स अफ द ग्रुप इन द पिरियोडिक टेबल। एउटा पिरियोडिक टेबलमा चाहिँ भएको इलिमेन्टहरूको कमन क्यारेक्टर के हुन्छ त? कमन क्यारेक्टर के हुन्छ भनेपछि इलिमेन्ट इन द सेम ग्रुप ह्याभ द सेम भ्यालेन्सी। कुनै पनि इलिमेन्ट चाहिँ एउटा सेम ग्रुपमा छ भने चाहिँ त्यसको भ्यालेन्सी चाहिँ कति हुन्छ? बराबर चाहिँ हुने गर्छ। सबै त्यसमा भएको इलिमेन्टहरूको भ्यालेन्सी चाहिँ बराबर हुने गर्छ। त्यस्तै गरेर जे नम्बरमा दिएको छ मोडेल एटोमिक स्ट्रक्चर अफ द टु इलिमेन्ट्स आर गिभन इन द फिगर विच अफ द फलोइङ इज द मोलिकुलर फर्मुला अफ द कम्पाउन्ड फर्म बाई द कम्बिनेसन अफ दिस टु एटम्समा चाहिँ एमजिओ चाहिँ रहेको छ। एउटा चाहिँ यो चाहिँ एम हो भनेपछि एमजी म्याग्नेसियम हो, यो चाहिँ अक्सिजन हो, दुइटैलाई चाहिँ एमजिओ भनेपछि यसको टु दुइटैको भ्यालेन्सी दुइटै भएर के भयो त एमजिओ चाहिँ यसको के भयो त मोलिकुलर फर्मुला चाहिँ भयो। त्यस्तै गरेर अब ग्रुप बीमा रहेको छ राइट द भेरी सर्ट एन्सर टु द क्वेसन भनेको छ भनेपछि ग्रुप बीमा चाहिँ के रहेको छ त हामीसँग चाहिँ एकदमै सर्ट क्वेसन भेरी सर्ट क्वेसन चाहिँ सोधेको छ। राइट वान इक्जाम्पल्स अफ साइन्टिफिक टेस्टमा चाहिँ द वान इक्जाम्पल अफ द साइन्टिफिक टेस्ट इज द टेस्टिङ अफ लेभल अफ ग्लुकोज इन द ब्लडमा पनि हुनसक्छ अनि फोटोसिन्थेसिसहरू चेक गर्न सकिन्छ। तिनीहरू भनेको साइन्टिफिक टेस्ट चाहिँ हुन्। राइट द वान डिफ्रेन्स बिट्विन द फिसन एन्ड बर्डिङ भनेको चाहिँ वान डिफ्रेन्स बिट्विन द फिसन एन्ड बर्डिङ। फिसन भनेको के हो? एउटाबाट चाहिँ टुक्रिएर अर्को अर्गानिजम बन्छ भनेपछि द फिसन इज अ प्रोसेस अफ एसेक्सुअल रिप्रोडक्सन इन विच एन अर्गानिजम डिभाइड्स इन्टु द टु अर मोर न्यू इन्डिभिजुअल्समा चाहिँ एउटा अर्गानिजम चाहिँ डिभाइड्स हुन्छ टु अर मोर इन्डिभिजुअल्समा चाहिँ। बर्डिङमा चाहिँ के हुन्छ? बर्डिङ इज द प्रोसेस अफ द एसेक्सुअल रिप्रोडक्सन इन विच न्यू इन्डिभिजुअल इज फ्रम द बल्क लाइक सेलुलर आउटग्रोथ। अब कुनै पनि बडीको पार्टबाट चाहिँ डेभलप भएर नयाँ अर्गानिजम बन्छ भने त्यसलाई चाहिँ हामीले बर्डिङ चाहिँ भन्ने गरिन्छ। फोन नम्बरको क्वेसन के रहेको छ भने अ फार्मर हेज द ग्रोन प्लान्टेज अफ अ प्लान्ट इन हिज नर्सरी विच प्रोड्युस द पोट्याटोज अन द अन्डरग्राउन्ड स्टिम एन्ड द टोमेटोज इन द एरियल स्टिम विच इज मेथड अफ द भेजिटेटिभ प्रोपागेसन डिड फार्मर अप्लाई टु मेक। भनेपछि फार्मर हेज grown the plantage of a plant in his nursery which produced the potatoes on the underground steam by the artificial vegetative propagation layering। एउटा चाहिँ लेयरिङबाट हुन्छ भनेपछि मेथड एन्ड द टोमेटो इन द एरियल स्टिम बाई एरियल स्टिममा चाहिँ के हुन्छ त आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसन गोटी मेथडबाट चाहिँ हुने गर्छ। गोटी चाहिँ लेयरिङ भनेको चाहिँ नि जमिनमा त्यसको त्यसको स्टिमलाई चाहिँ जमिनमा गाडिदियो भनेपछि त्यो चाहिँ लेयरिङ हुन्छ जुन चाहिँ पोट्याटोमा काम लाग्छ। र गोटीमा चाहिँ के हुन्छ भनेपछि अब फल्न लागेको हाँगालाई चाहिँ कुनै पनि प्लान्टको हाँगामा जोड दिएपछि त्यति बेला चाहिँ गोटी चाहिँ हुने गर्छ जुन चाहिँ टमाटोमा चाहिँ युज हुने गर्छ। अब फिगरमा के दिएको छ भने म्याग्नेटिजमलाई चाहिँ हामीले बारम्बार खसायो भनेपछि त्यसको के हुन्छ त डिम्याग्नेटाइज चाहिँ हुने गर्छ। त्यसको म्याग्नेटिक चाहिँ ह्रास हुने गर्छ। म्याग्नेटिजम चाहिँ त्यसको ह्रास हुने गर्छ र चुम्बकीयपन हराउँछ। र त्यो कुन प्रोसेसबाट हराउँछ भनेर हामीलाई फिगरमा दिएको छ। क्वेसनले के भन्छ डिम्याग्नेटिजेसन प्रोसेस अफ अ बार म्याग्नेट इज सोन इन द गिभन फिगर व्हेन अ बार म्याग्नेट इज मेड फ्रिक्वेन्टली फलिङ डाउन र मेन्सन द करेक्ट अर्डर फर द दिस डिम्याग्नेटिजम प्रोसेस। डिम्याग्नेटिजम प्रोसेसहरूको चाहिँ के भनेको छ करेक्ट अर्डरमा चाहिँ मिलाउ भनेको छ। पहिला सुरुमा यसरी चाहिँ हाम्रो म्याग्नेटिजम चाहिँ हुने गर्छ। त्यसपछि चाहिँ एकचोटि दुईचोटि खसिसकेपछि यो अवस्थामा पुग्छ र अन्तिममा चाहिँ यो अवस्थामा चाहिँ पुगेको छ। पहिला सुरुमा पी हुन्छ देन क्यू एन्ड लास्टमा चाहिँ आर हुने गर्छ जुन चाहिँ डिम्याग्नेटिजम चाहिँ हुने गर्छ। अब हामीलाई फिगर एउटा के दिएको छ? एउटा मान्छेले चाहिँ आगो तापिरहेको छ। त्यो कुन प्रोसेसबाट चाहिँ त्यसको मान्छेलाई टाटो लाग्छ भनेर हामीलाई क्वेसन सोधेको छ। विच प्रोसेस अफ द हिट ट्रान्सफर इज सोन इन द फिगर भनेपछि कुनै पनि मलिकुल्सहरूले चाहिँ हिट ट्रान्सफर गर्छ भनेपछि त्यसलाई चाहिँ हामीले के भन्छ त कन्भेक्सन चाहिँ भन्ने गर्छ। कन्भेक्सनले चाहिँ मलिकुल्सले चाहिँ हिट अब्जर्भ गरेर कुनै पनि अर्को मलिकुल्समा चाहिँ हिट ट्रान्सफर गर्छ भनेपछि त्यसलाई चाहिँ कन्भेक्सन हुन्छ जुन चाहिँ लिक्विड एन्ड कसमा हुने गर्छ त एयरमा चाहिँ हुने गर्छ। र कन्डक्सन भनेको चाहिँ मलिकुलहरूको मुभमेन्ट नभएर तिनीहरूको भाइब्रेसनबाट चाहिँ यदि हिट ट्रान्सफर हुन्छ भनेपछि त्यसलाई चाहिँ कन्डक्सन चाहिँ भनेको हुन्छ। र यो हावाको माध्यमबाट चाहिँ त्यो मान्छेलाई टाटो लागिरहेछ त्यसैले
त्यसैले यो चाहिँ के हो त कन्भेक्सन चाहिँ हो। त्यसपछि व्हिच प्रोपर्टी अफ द स्टिल इज द कन्सिडर टु मेक इट्स बल भनेपछि एउटा कचौरा बनाउनको लागि चाहिँ स्टिल किन युज गरिन्छ त, कुन प्रोपर्टीको कारणले गर्दा चाहिँ एउटा स्टिललाई चाहिँ कचौरा बनाउन युज गरिन्छ भनेर क्वेसन सोधेको छ। म्यालेबल प्रोपर्टी अफ द स्टिल इज कन्सिडर टु मेक अ इज बल भनेपछि म्यालेबल भनेको कुनै पनि त्यसलाई चाहिँ हामीले जस्ता पाटाहरूको रूपमा युज गर्न सक्छौँ, जुन चाहिँ हामीले सजिलै त्यसलाई चाहिँ पाटाको रूपमा बनाउन सक्छौँ। त्यसको त्यो प्रोपर्टीले गर्दा चाहिँ हामीले स्टिललाई चाहिँ बल बनाउन त्यो मतलब त्यसको कचौरा बनाउन चाहिँ सक्छौँ। यदि त्यसलाई चाहिँ हामीले टाँडको रूपमा लैजान सक्छौँ भनेपछि त्यो भनेको डक्टाइल प्रोपर्टीले गर्दा हो भनेपछि म्यालेबल चाहिँ हामीहरूको त्यसलाई चाहिँ प्लेटको रूपमा चाहिँ मेक गर्न सकिन्छ, जसलाई चाहिँ हामीले के बनाउन सकिन्छ त कचौरा बनाउन सकिन्छ। व्हिच आयन्स डज एसिड गिभ्स व्हाइल डिजल्भ इन वाटर जब चाहिँ एसिड चाहिँ डिजल्भ हुन्छ वाटरमा त्यति बेला के भन्छ कुन आयन चाहिँ दिने गर्छ एच प्लस आयन डज एसिड गिभ व्हाइल डिजल्भ इन वाटर एच प्लस आयन चाहिँ दिने गर्छ जब चाहिँ एसिडलाई चाहिँ हामीले वाटरमा चाहिँ मिक्स गऱ्यो भनेपछि। त्यसपछि pH भ्यालु अफ रेन वाटर अफ द डिफ्रेन्ट सिटिज इज सोन इन द टेबल भनेपछि pH वाटरको कति हुन्छ लगभग नियरली टु 7 चाहिँ हुने गर्छ, नियरली 7 को आसपासमा चाहिँ हुने गर्छ। त्यो चाहिँ एकदम प्योर वाटर चाहिँ हुने गर्छ, सफ्ट वाटर चाहिँ हुने गर्छ। र हामीलाई चाहिँ एउटा सिटी एमा चाहिँ 5.8 दिएको छ, दोस्रोमा चाहिँ सिटी बीमा चाहिँ 5.3, सिटी सीमा चाहिँ 6.5 अनि सिटी डीमा चाहिँ 6.3 दिएको छ। विच इज द लिस्ट पोल्युटेड सिटी बेस्ड अन द डाटा गिभन इन द टेबल भनेपछि डाटाको अनुसार कुन सिटी चाहिँ एकदमै लिस्ट पोल्युटेड छ भनेपछि नियरली जुन चाहिँ 7 को नजिक रहेको छ त्यो चाहिँ लिस्ट पोल्युटेड सिटी चाहिँ हुने गर्छ, जुन चाहिँ कुन रहेको छ त हाम्रो सिटी सी चाहिँ रहेको छ। सिटी सी इज द लिस्ट पोल्युटेड सिटी बेस्ड अन डाटा गिभन बिकज द pH लेभल अफ द वाटर इज नियरली टु 7 भनेपछि यसको वाटर लेभल चाहिँ नियरली 7 चाहिँ छ भनेपछि त्यो चाहिँ लिस्ट पोल्युटेड सिटी चाहिँ भयो। अब ग्रुप सीमा चाहिँ के रहेको छ त राइट द सर्ट एन्सर टु द फलोइङ क्वेसनहरूको चाहिँ सर्ट क्वेसन चाहिँ हामीलाई लेख्न भनेको छ। 10 नम्बरको क्वेसन रहेको छ। 10 नम्बरको क्वेसनमा चाहिँ के भनेको छ ड्र अ डायग्राम सोइङ द जर्मिनेटिङ प्रोसेस अफ सिड नेम द पार्ट अफ द फ्रम द व्हिच पार्ट सिस्टमबाट चाहिँ रुट सिस्टम चाहिँ डेभलप हुन्छ भनेर हामीले चाहिँ एउटा जर्मिनेटिङ बिन सिडको चाहिँ हामीले के गर्यो र जर्मिनेटिङ प्रोसेस चाहिँ निकाल्यौँ। जर्मिनेटिङ सिस्टममा चाहिँ हामीले एउटा चाहिँ सिड कोड देखायौँ, रेडिकल्स देखायौँ, कोटिलेडोन्स देखाएर प्लुमुली चाहिँ देखायौँ। रेडिकल इज द पार्ट अफ द जर्मिनेटिङ सिड व्हिच रुट सिस्टम इज डेभलप भनेपछि रेडिकल्सले चाहिँ के गर्छ त फ्युचर रुट चाहिँ बनाउने गर्छ। त्यो चाहिँ हामीलाई क्वेसनले सोधेको छ, एउटा चाहिँ यो फिगरबाट हो र अर्को चाहिँ हामीले रेडिकल्स पनि सोल्भ गऱ्यौँ। अब हामीलाई चाहिँ एउटा फोटोकपी मेसिन दिएको छ र क्वेसनले के सोधेको छ नेम द डिभाइस सोन इन द फिगर हाउ क्यान यु युज इट इन स्टडीमा चाहिँ हामीले कसरी युज गर्न सकिन्छ। यो दिएको मेसिन चाहिँ फोटोकपी मेसिन हो। वी क्यान युज इट इन आवर स्टडी फर मेक द फोटोकपिज अफ द आवर नोट्स अफ स्टडी मेटेरियल्सको हामीले चाहिँ के बनाएर फोटोकपी गरेर चाहिँ हामीले यसलाई राख्न सकिन्छ। यो चाहिँ कुहिएको खाना हो। हामीले तपाईँहरूले यसको क्वेसनहरूको लागि चाहिँ तपाईँहरूले आफ्नो सेटमा पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ कुहिएको खाना दिएको छ र त्यो फिगर लिएर चाहिँ हामीले यस किसिमको क्वेसन सोधेको छ। सम फुड वाज लेफ्ट इन द राइस कुकर द कन्डिसन अफ द फुड आफ्टर 5 days इट फाउन्ड एज सोन इन द फिगरमा दिएको जस्तो चाहिँ हाम्रो त्यो फुडको कन्डिसन चाहिँ त्यसमा राइस कुकरमा भएको राइसको हालत चाहिँ फिगरमा दिएको जस्तो भयो। विच प्रोसेस टेक्स प्लेस इन द राइस व्हाइल स्पोइलिङ भनेपछि राइसमा चाहिँ कुन प्रोसेस भएर त्यो चाहिँ कुहियो त भनेपछि ब्याक्टेराइजेसन प्रोसेस टेक्स प्लेस इन द राइस व्हाइल स्पोइलिङ हुँदाखेरि चाहिँ ब्याक्टेराइजेसन चाहिँ त्यहाँ चाहिँ ब्याक्टेरियाहरू फैलिएर चाहिँ त्यसको राइस चाहिँ स्पोइलिङ भएको हो। राइस चाहिँ किन कुहेको हो त किनकि त्यो ब्याक्टेराइजेसन भयो। व्हिच अर्गानिजम इज ग्रोन इन द फुड अफ द राइस कुकर भनेपछि ब्याक्टेरिया इज द ग्रोन इन द फुड अफ द राइस कुकरमा चाहिँ के हो त ब्याक्टेरियाहरू डेभलप भएको हो। त्यसपछि अब क्वेसन नम्बर 13 मा रहेको छ द पपुलेसन अफ द क्लाउडेड लियोपार्ड इज द डिजमा चाहिँ डिक्रिजिङ डे बाई डे एन्ड इट इज लिस्टेड एज अ रेयर एनिमल्स आइडेन्टिफाई एन्ड राइट एनी टु स्पेसिफिक कन्जर्भेसन मेजर अफ इन दिस कन्डिसन भनेपछि क्लाउडेड लियोपार्ड चाहिँ के भइरहेको छ त चितुवा चाहिँ दिन प्रतिदिन हराइरहेको छ र त्यो चाहिँ रेयर एनिमलमा चाहिँ काउन्ट भइसकेको छ र त्यो चाहिँ त्यसलाई हटाउनको लागि चाहिँ दुईवटा मेथडहरू लेख्न भनेको छ। हामीले दुईवटा मेथडमा के लेख्यौँ त स्टेबल गभर्मेन्ट एन्ड स्ट्रङ रुल एन्ड रेगुलेसन
टु द रेयर एनिमल्सहरूमा चाहिँ कन्जर्भ द रियल एनिमल्सहरूको लागि चाहिँ एकदम स्टेबल गभर्मेन्ट स्ट्रङ रुल एन्ड रेगुलेसन बनाउनु पऱ्यो। दोस्रोमा चाहिँ के रहेको छ त मेक द मेनी प्रोटेक्ट एरिया फर द रेयर एनिमलमा चाहिँ धेरै प्रोटेक्ट एरियाहरू चाहिँ बनाउनु पऱ्यो। त्यसपछि चाहिँ हामीले त्यो यिनीहरूलाई चाहिँ दुईवटा मेथड लेख्न भनेको छ, हामी यसरी चाहिँ सेभ गर्न सकिन्छ। राइट एनी टु डिफ्रेन्स बिट्विन द सेक्सुअल एन्ड एसेक्सुअल रिप्रोडक्सन। टु डिफ्रेन्स बिट्विन द सेक्सुअल एन्ड एसेक्सुअल रिप्रोडक्सनमा चाहिँ यस किसिम रहेको छ। र टाइप अफ रिप्रोडक्सन in which the new individuals are formed from the fusions of male and female gamete is called sexual reproduction. The type of reproduction in which the new individuals are formed from the cells of the single parent cell is called asexual reproduction. एउटा सिंगल प्यारेन्ट्सबाट चाहिँ अर्को इन्डिभिजुअल बन्छ भनेपछि त्यो एसेक्सुअल हो, र मेल र फिमेल ग्यामेटको फ्युजनबाट बन्छ भनेपछि त्यो चाहिँ सेक्सुअल रिप्रोडक्सन हो। त्यसपछि सेक्सुअल रिप्रोडक्सनको अर्को पोइन्ट रहेको छ इट डज इन्भल्भ द फ्युजन्स अफ मेल एन्ड फिमेल ग्यामेट्स। भनेपछि यसमा चाहिँ के हुन्छ, मेल एन्ड फिमेल ग्यामेटको फ्युजन भइरहेको हुन्छ भनेपछि इट डज नट इन्भल्भ्स द फ्युजन्स अफ मेल एन्ड फिमेल ग्यामेट। यसमा चाहिँ मेल एन्ड फिमेल ग्यामेटको फ्युजन भइरहेको हुँदैन। अनि 15 नम्बरमा रहेको छ मेन्सन टु इक्जाम्पल अफ जिम मिनरल्स भनेको मतलब रत्न मिनरल्सहरूको चाहिँ जुन चाहिँ सिङ्गारको चिजहरू बनाउनमा युज गरिन्छ त्यो मिनरल्सहरूको दुईवटा इक्जाम्पल लेख्न भनेको छ। त्यो इक्जाम्पल अफ जिम मिनरल्सहरूमा चाहिँ के छ, डायमन्ड एन्ड रुबी चाहिँ रहेको छ। डायमन्ड एउटा साइनी सब्सटान्स हो, यो पनि एउटा साइनी रेड सब्सटान्स चाहिँ रहेको छ। अब 60 नम्बरको क्वेसन रहेको छ Why that substance is deposited on the tap of water after the testing it was found calcium bicarbonate। अब यसमा चाहिँ के भनेको छ, एउटा चाहिँ पानीको धारामा चाहिँ व्हाइट सब्सटान्स चाहिँ चिप्किएको थियो र त्यसलाई टेस्ट गर्दाखेरि चाहिँ के निस्क्यो, क्याल्सियम बाइकार्बोनेट। अब त्यसको 16को ए नम्बरमा क्वेसन रहेको छ राइट वान इफेक्ट सिन व्हाइल वासिङ द क्लोथ्स विथमा चाहिँ विथ द्याट वाटर। त्यो वाटरसँग चाहिँ कपडा धुँदा के देखिन्छ त, किनकि हाम्रो के हुन्छ हार्ड वाटरमा चाहिँ कुनै पनि सब टेम्पोररी अर पर्मानेन्ट हार्ड वाटर छ भनेपछि त्यसमा चाहिँ सजिलै फिज आउँदैन। त्यसैले हामीले के लेख्यो त, कपडा धुँदाखेरि त्यो पानीमा के हुन्छ त, वान इफेक्ट सिन व्हाइल द वाचिङ द क्लोथ्स विथ द्याट वाटर इज डज नट प्रोड्युस द ल्याथर विथ सप। भनेपछि त्यसमा चाहिँ फिजहरू चाहिँ आउँदैन, ल्याथर चाहिँ सपमा चाहिँ आउँदैन, सपले गर्दा चाहिँ ल्याथर चाहिँ आउँदैन किनकि त्यो चाहिँ हार्डनेस अफ वाटर भएर। त्यसपछि बी नम्बरको क्वेसन रहेको छ राइट वान मेजर टु रिमुभ द्याट इफेक्टमा चाहिँ त्यो मेजर त्यो इफेक्टलाई चाहिँ हटाउन के गरिन्छ त, वान मेजर टु रिमुभ द्याट इफेक्ट इज बाई बोइलिङ टेम्पोररी हार्डनेस अफ वाटर इज रिमुभ बाई द बोइलिङबाट चाहिँ सकिन्छ। र क्याल्सियम बाइकार्बोनेटलाई चाहिँ हामीले हिट गरिसकेपछि क्याल्सियम कार्बोनेट बन्यो, त्यसपछि वाटर प्योर वाटर बन्यो, त्यसपछि चाहिँ हाम्रो कार्बन डाइअक्साइड बनेर चाहिँ यो चाहिँ भयो। त्यसपछि 16 नम्बरको क्वेसन 17 नम्बरको क्वेसन रहेको छ हामीलाई चाहिँ भाइरसको एउटा चित्र दिएको छ। भाइरसको चित्र दिइसकेपछि चाहिँ नि एउटा ब्याक्टेरिया भाइरसको चित्र दिएको छ, त्यसको ए र बीको नाम लेख्न भनेको छ। हामीले ए को नाम रहेको छ क्याप्सिड, बीको नाम रहेको छ टेल, हामीले चाहिँ यो फिगर दिएको छ। त्यसपछि 18 नम्बरको क्वेसनमा हाम्रो ग्रुप डीको क्वेसन रहेको छ राइट लङ एन्सर टु द फलोइङ क्वेसन। राइट लङ क्वेसन एन्ड फलोइङ क्वेसनको चाहिँ भनेको छ, लङ एन्सर लेख्नु पऱ्यो हामीले 18 देखि चाहिँ 4वटा चाहिँ आउने गर्छ। अब 18 नम्बरको क्वेसन रहेको छ इन दिस फिगर राइट युज वायर युज इन हाउस वायरिङ आर सोन। भनेपछि एउटा चाहिँ ग्रिन आर येल्लो दिएको छ, त्यसपछि एउटा चाहिँ ब्राउन दिएको छ र अर्को चाहिँ ब्ल्याक दिएको छ। त्यो कलर तिनीहरू चाहिँ के हुन्छ, हाउसलाई चाहिँ वायरिङ गर्दाखेरि लाग्ने वायर्सहरू चाहिँ हुन्। नम्बर ए को क्वेसन के रहेको छ भने which wire carries the leaked current to the earth among the ditch mentioned any one evidence of it। भनेको मतलब कुन वायरलाई चाहिँ हामीले लिक्ड करेन्टलाई चाहिँ अर्थिङ गर्नको लागि युज गरिन्छ र त्यसलाई किन गरिन्छ त, त्यसको एडभान्टेज पनि लेख्न भनेको छ। हामीले के गर्यौँ त, ग्रिन एन्ड येल्लो वायर्समा चाहिँ क्यारिज द लिक्ड करेन्ट टु द अर्थ अमोङ द डिच, किनकि बिकज दे कलेक्ट द लिक करेन्ट फ्रम द मेटालिक बडीको लिक करेन्टलाई चाहिँ के गर्छ त, कलेक्ट गर्ने गर्छ र अफ द डिभाइस मेटालिक बडी अफ द डिभाइसको चाहिँ लिक करेन्टलाई चाहिँ कलेक्ट गरेर त्यसपछि ट्रान्सफर इट टु द अर्थ विच इज सेप्ड आवर हाउसमा चाहिँ त्यसपछि ती मेटालिक करेन्टहरूलाई चाहिँ मेटालिक डिभाइसहरूको करेन्टलाई चाहिँ कलेक्ट गरेर चाहिँ हाम्रो अर्थमा चाहिँ अर्थिङको लागि पठाइदिने काम गर्छ। त्यसैले यसको एडभान्टेज चाहिँ त्यो रहेको छ। इन विच वायर इज फ्युज कनेक्टेड वाइ भनेपछि फ्युजमा चाहिँ कुन वायर कनेक्ट गरेको हुन्छ त, ब्राउन वायर इज फ्युज कनेक्टेड बिकज फ्युज प्रिभेन्ट्स द इलेक्ट्रिकल डिभाइस फ्रम द बिङ
ड्यामेजमा चाहिँ इलेक्ट्रिकल डिभाइसहरूमा चाहिँ ड्यामेज हुनबाट बचाउने काम गर्छ, त्यसैले चाहिँ ब्राउन त्यसलाई चाहिँ युज गर्ने गर्छ। 19 नम्बरको क्वेसन रहेको छ लङ क्वेसनको, विच मिरर इज युज्ड इन कार्स हेडलाइट। हेडलाइटमा चाहिँ कुन युज गरिन्छ? स्केच द रे डायग्राम टु सो द इमेज फ्रम by that mirror when the object is placed at the center of the curvature. Also write the two characters of the image form. भनेपछि जुन कारको हेडलाइटमा चाहिँ जुन मिरर युज गरिन्छ त्यसको चाहिँ के लेख्न भनेको छ? रे डायग्राम बनाउनु भनेको छ र त्यो चाहिँ ठ्याक्क कहाँ राखेको छ त? सेन्टर अफ कर्भेचरमा चाहिँ राखेको छ, त्यसको रे डायग्राम बनाएको छ। कन्केभ मिरर इज युज्ड इन कार्स हेडलाइट। कन्केभ मिरर चाहिँ युज गर्ने गरिन्छ। द रे डायग्राम अफ द कन्केभ मिरर व्हेन द अब्जेक्ट प्लेस एट द सेन्टर अफ कर्भेचरमा चाहिँ राखेको छ। सेन्टरको कर्भेचरमा राखिसकेपछि एट सी नै बन्ने गर्छ। यो चाहिँ स्केलको अलिकता मिस्टेकले गर्दा चाहिँ यहाँनिर आएर सेम साइजको फिगर बन्ने गर्छ। हाम्रो चाहिँ यो लाइनसँग चाहिँ प्यारलल भएर गएको लाइन चाहिँ फोकसबाट रिटर्न हुन्छ र फोकसबाट गएको लाइट चाहिँ प्यारलल भएर निस्किन्छ र जहाँ काटिन्छ त्यहाँ चाहिँ फिगर बन्ने गर्छ। यो अलिकता स्केलको मेजरमेन्टले गर्दा मिस्टेक भएको छ। ठ्याक्कै यहाँनिर सी नै बन्ने गर्छ र इमेज कस्तो बन्ने गर्छ? रिटायर्ड प्रोपर्टी पनि लेख्न भनेको छ। इमेज चाहिँ कस्तो बनेको छ? इमेज इज रियल एन्ड इन्भर्टेड चाहिँ बनेको छ। 20 नम्बरको क्वेसन सोधेको छ KLMN। हाम्रो चाहिँ यो के दिएको छ? एउटा एलिमेन्टको चाहिँ इलेक्ट्रोनिक कन्फिगरेसन चाहिँ दिएको छ र त्यसमै आधार रहेर क्वेसनहरू सोधेको छ। स्टडी द इलेक्ट्रोनिक कन्फिगरेसन अफ द एलिमेन्ट गिभन बिलो एन्ड एन्सर द क्वेसन भनेको छ। नम्बर 1 को क्वेसन रहेको छ राइट द नेम अफ द दिस एलिमेन्ट। यो एलिमेन्टको नाम के हो त? हामीले एलिमेन्टहरू काम गर्यो 2, 10, 18, 20 भनेपछि द नेम अफ द दिस एलिमेन्ट इज द क्याल्सियम। क्याल्सियम चाहिँ रहेको छ। राइट द ग्रुप अफ द दिस एलिमेन्ट। यसको ग्रुप कुन रहेको छ? सेकेन्ड ग्रुप अर द ए ग्रुप चाहिँ यसको ग्रुप रहेको छ क्याल्सियमको। त्यसपछि राइट द भ्यालेन्सी अफ दिस एलिमेन्टमा चाहिँ यसको भ्यालेन्सी चाहिँ 2 रहेको छ र राइट द पिरियड्स अफ द दिस एलिमेन्टमा चाहिँ यो एलिमेन्टको पिरियड चाहिँ कति रहेको छ त? 4th पिरियड चाहिँ रहेको छ। र लास्ट क्वेसन हामीलाई के सोधेको छ भनेपछि हामीलाई चाहिँ यहाँ एउटा फिगर दिएको छ। तपाईँहरूले सजिलै यो फिगर चाहिँ 10 सेटमा हेर्न सक्नुहुन्छ र एन्सर चाहिँ मैले एउटा क्वेसनहरू चाहिँ फिगर चाहिँ तपाईँहरूले राम्रोसँग किन क्वेसनमा चाहिँ हेर्न सक्नुहुन्छ है। तपाईँसँग 10 सेट छ भनेपछि सजिलै तपाईँले त्यहाँबाट क्वेसन एभाइलेबल गर्न सक्नुहुन्छ। भनेपछि रबिस फादर स हिम इन द गिभन कन्डिसन। भनेपछि रबिस फादरले चाहिँ एउटा भर्चुअल रियालिटी भन्ने त्यो चाहिँ लगाएको देखे रे। यु वान्ट्स टु नो the name and advantage of that device. How will you explain his father about the device name and its advantage in various field? Write the name and any 3 advantage of the device. 3वटा एडभान्टेजहरू लेख्न भनेको छ र यसको फिल्डहरूमा कहाँ युज गरिन्छ त्यो पनि लेख्न भनेको छ। द नेम अफ द गिभन डिभाइस इज भर्चुअल रियालिटी। भर्चुअल रियालिटी हो र भर्चुअल रियालिटी लिटरली समथिङ द्याट इटमा चाहिँ क्लोज टु रियालिटीमा चाहिँ देखाउने गर्छ। यसले चाहिँ मा चाहिँ कम्प्युटर्स क्यान बी युज टु क्रिएट अ 3 डाइमेन्सनल स्पेस। 3 डाइमेन्सन चाहिँ कम्प्युटरबाट बनाइन्छ र इट क्यान बी एसेट थ्रु अ VR हेडसेटबाट चाहिँ गर्ने गर्छ र ओम्नी डाइरेक्सन ट्रेडमिल्स एन्ड स्पेसियल ग्लोभ्स दिज टुल्स एफेक्ट आवर 5 सेन्समा चाहिँ यसले चाहिँ 5वटा सेन्सहरूलाई चाहिँ एफेक्ट गर्छ र such a way that we can experience the virtual reality. Virtual reality मा चाहिँ भनेको छ in what the virtual reality means the providing the stimulates to our sense organ with a computer generated virtual 3-dimensional environment which can be explored. The 3 advantages of the virtual reality device is the doctors can practice. डक्टरहरूले चाहिँ यसलाई प्र्याक्टिस गर्न सक्छ सर्जरीको लागि थ्रु द भर्चुअल रियालिटी एन्ड मा चाहिँ फाइटर प्लेन ट्रेनिङमा चाहिँ पाइलट थ्रु द भर्चुअल रियालिटी। फाइटर प्लेनहरूका पाइलटहरूले पनि योबाट चाहिँ हामीले के गर्न सक्छ? ट्रेनिङ गर्न सक्छ र सबमेरिन क्याप्टेन्स क्यान प्र्याक्टिस इन VRमा चाहिँ हुने गर्छ। सबमेरिनहरूले चाहिँ सबमेरिनको क्याप्टेनहरूले पनि योबाट युज गर्न सकिन्छ र यसको चाहिँ फिल्डहरू के रहेको छ त? स्टडी रहेको छ, अनि त्यसपछि मेडिकलमा रहेको छ, त्यसपछि आर्मीहरूमा चाहिँ यसको युजेसहरू चाहिँ हुने गर्छ। र यो चाहिँ हाम्रो गत सालको 2081 सालको काठमाडौँमा आएको पेपर कक्षा 8को साइन्सको काठमाडौँमा आएको पेपरको सोल्युसन रहेको छ। तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने चाहिँ तपाईँहरूले युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।